धन्यवाद कार्यक्रम संचालक यसै विद्यालयका शिक्षक श्री राजकुमार डल्लेपट्टीज्यू। यस श्री पचालिनी आधारभूत विद्यालयको 42औं गरिमामय वार्षिक उत्सव एवं पुरस्कार वितरण समारोहका आदरणीय सभाध्यक्ष यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुधीर खरेलज्यू, आजका प्रमुख अतिथि गजुरी गाउँपालिकाका सदस्य अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यू, त्यसैगरी गजुरी गाउँपालिकाका सदस्य उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक श्री शर्मिला विश्राज्यू, गजुरी वडा नम्बर 1 का आदरणीय वडा अध्यक्ष एवं यसै विद्यालयका संरक्षक श्री तारानाथ भण्डारीज्यू, गजुरी शिक्षा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकारी आदरणीय सन्तोष पौडेलज्यू र प्रास शङ्कर बोहराज्यू, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यज्यूहरू, शिक्षक अभिभावक सङ्घका संयोजक एवं सम्पूर्ण सदस्यज्यूहरू, हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका छिमेकी विद्यालयका आदर्श माध्यमिक विद्यालयका श्री सुरेश कुमार बस्नेतज्यू, त्यसैगरी जीवन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक श्री लक्ष्मी उप्रेतीज्यू, यसै विद्यालयका आदरणीय प्रधानाध्यापक श्री हरिबहादुर श्रेष्ठज्यू, मञ्चमा आसीन भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, सम्पूर्ण सरकारवालाज्यूहरू, आदरणीय अभिभावकज्यूहरू, सम्पूर्ण शिक्षक मित्रहरू र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र यस विद्यालयको तर्फबाट हार्दिक शैक्षिक अभिवादन एवं हार्दिक स्वागत गर्दछु। आजको दिन हामी सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूको विशेष दिन हो। विक्रम सम्वत 2041 सालमा विधिवत रूपमा स्थापना भएको यस विद्यालयले